हिजो चाहिँ तथ्य र प्रमाण चाहिँ हामीले पनि त हेर्यौं नि त सुन्यौं नि त के रे समितिले चाहिँ भनेको हैन र अब कम्पनीको एक्ट त अलगै होला कम्पनीमा आइसके पछाडी यदि रकम अपचलन भएको छ भने त्यो कम्पनीको एसेट अपचलन भएको सहकारीको हैन कम्पनीको पैसा अपचलन भएको छ भने कम्पनीको नियम अनुसार त्यहाँको बोर्ड अफ डाइरेक्टर होलान् त्यहाँनिर चाहिँ कम्पनी सञ्चालकहरू होलान् रवि लामिछानेले कुन मितिमा कति गते कसरी अपचलन गरे त्यो कम्पनीको नियम आकर्षित हुने कुरा यहाँ सहकारीबाट ठग्ने विषय त रहेन नि तर एकरो सहकारी ठग भनिरहँदाखेरि हामीले तीतो चिजलाई पनि गुल्यो भन्यो भने सबैले गुल्यो ठान्छन् अहिले गर्न खोजेको त्यही नै हो मेरो नाम मधुकर बस्नेत म काठमाडौँ चन्द्रगिरीबाट यो एकबद्धताको लागि आइरहेको छु पेसाले के गर्नुहुन्छ पेसाले म एउटा इन्भेस्टर पनि हो म कन्स्ट्रक्सन कम्पनी ओन गर्छु विगत लामो समयदेखि सामाजिक क्षेत्रमा सामाजिक अभियन्ताको रूपमा पनि मेरो एरियामा चिरपरिचित छु आफ्नै काम गर्नुपर्ने अफिसमा काम गर्नुपर्ने फिल्डतिर जानुपर्ने मान्छे यो माइती घरको सडकमा तपाईँ किन आउनुभयो के बाध्यता आइलाग्यो तपाईँलाई यो बाध्यता भन्दा पनि यो अहिलेको तड्कारो आवश्यकताको रूपमा लिएको छु मैले चाहिँ किन भन्दाखेरि हामीले हाम्रो उमेर समूह जुन धरातलबाट हामी अहिलेसम्म जर्नी गरेर आफ्नो इस्टाब्लिसमा अगाडि आएको छौँ यो अवधिसम्म आइपुग्दाखेरि नेपालको राजनीतिक घटनाक्रम र त्यो वितृष्णाले जुन किसिमले एउटा हुटुटीको साथ राष्ट्रपा रवि लामिछानेले एउटा राजनीतिक फोहोर सफा गर्ने अभियान लिएर आउनुभयो देशभरिका युवा वृद्ध बालकदेखि सबैजना यस अभियानमा जोडिनु भयो र राष्ट्रको चौथो दल बनेर सदनमा एउटा राजनीतिक शुद्धिकरणको अभियान चलाइराख्दाखेरि अचानक बीचमा विभिन्न प्रतिघटनाहरूले अहिले जुन किसिमले सहकारी ठग अथवा सहकारीको पैसा अपचलन गर्यो भन्दै चाहिँ एकतर्फी रूपमा जुन खालको राज्यद्वारा चाहिँ दमन गरिएको छ रवि लामिछानेमाथि एउटा आशामाथि त्यसको लागि चाहिँ 2-4 दिन किन नहोस् मैले मेरो तर्फबाट 1-2 घण्टा चाहिँ यो सडकमा सामेल हुनुपर्छ र जिम्मेवार नागरिकको चाहिँ भूमिका निर्वाह गर्नुपर्छ ताकि मेरो छोरा नातिलाई केही राहत होस् यतिकै चुप लाग्यो भने यिनीहरूले सक्छन् भन्ने मनबाटै जाग्यो र यहाँ आएको छु जस्तो सचेत मान्छे राजनीतिप्रति एउटा चेतना पनि राख्नुहुन्छ तर तपाईहरुलाई अहिले यो नयाँ आएको राष्ट्रिय स्वतन्त्र पार्टी सुसंस्कृत राजनीतिको वकालत गर्थ्यो नयाँ किसिमको राजनीति गर्छौं भनेर वकालत गर्थ्यो तर त्यही दल आज एउटा पार्टी सभापति हिरासतमा पुग्दाखेरि अदालती विषयमा गइसकेको विषय न्यायिक प्रक्रियामा गइसकेको विषयलाई चाहिँ अदालतलाई भड्काउन अदालतलाई धम्क्याउन सडक पर्यो भनेर तपाईको बदनाम गरिरहेका छन् सोशल मिडियादेखि आम मान्छेले राजनीतिक विश्लेषकहरू किन आउनुभयो सडकमा यो आरोप लाग्छ भन्ने तपाईलाई थाहा थियो यस्तो कुरा यो आरोप पक्ष र विपक्ष हरेक कुरामा हुन्छ है पहिलो कुरा यो अदालतमा पुगिसकेको केस छैन अहिले प्रहरीलाई अनुसन्धानको लागि चाहिँ जुन नेपाल सरकारको यो जुन संगठित अपराधको नै अनुसन्धान प्रभावितलाई हामीले कुनै पनि त्यसमा चाहिँ नि हस्तक्षेप गरेको छैनौं नि सार्वभौम न्यायिक समितिले अदालतले र पुलिसको अनुसन्धान मजाले गर्न पाउनुपर्छ तर प्रकृति हेरेर हैन रवि लामिछाने देश छोडेर भाग्ने मान्छे हो त रवि लामिछानेले बाहिर निस्केर देशमा अशान्ति भड्काउने मान्छे हो त प्रमाण नष्ट गर्ने मान्छे हो त त्यस्तो अवस्थामा मात्र प्रहरी हिरासतमा राखेर अनुसन्धान गर्ने हो अन्य अवस्थामा बाहिर राखेर पनि त्यो प्रकृतिको घटनालाई अनुसन्धान गर्न सकिन्छ तर यहाँनिर चाहिँ त्यो प्रहरीले अनुसन्धान गर्न पाउने जुन हदम्याद छ 60 दिन 30 दिन 90 दिन जुन किसिमको छ त्यो अवधिभरि चाहिँ रविलाई भित्रै राखेर मानसिक टर्चर दिने ह्यारेसमेन्ट दिने र आन्दोलन जुन खालको तरिकाले उठ्छ यसलाई नै तुल्याउनलाई अनेक सहकारी पीडितहरूलाई पनि एउटा किसिमको झुण्ड बनाइदिने अर्कोलाई पनि अर्को किसिमले गर्ने आन्दोलन यति धेरै कन्डम बिक्री भयो भनेर समाचार आयो त्यो एक किसिमको ह्यारेसमेन्टै होला नि तपाईले त्यही त ह्यारेसमेन्ट भनौँ न त्यसमा चाहिँ नि जस्तो उहाँहरूले उत्तेजित गर्न खोजिरहनु भएको छ अब यो भिड उत्तेजित भएर कुनै सार्वजनिक सम्पत्ति तोडफोड गरेमा अथवा कुनै आम नागरिकको धनको क्षति भयो भने त्यसको जिम्मेवारी कसलाई देखाउने सरकारले रवि लामिछानेलाई एउटा रवि लामिछाने चाहिँ त्यहाँ हुँदाखेरि रवि लामिछानेको पार्टीले नै यत्रो जीवधनको चाहिँ नि नष्ट गर्यो यिनीहरू चाहिँ अराजक छ भनेर प्रमाणित गर्न उनीहरूले उत्तेजना चाहिँ पैदा गर्नलाई यो गर्नलाई चाहिँ एकदम खोजिरहेछ त्यो भएर ठाउँ पोखरामा पनि म गएर आएँ सडकबाट न्याय दिने पक्षमा हुनु अदालतप्रति तपाईको भरोसा छँदैछ एकदमै न्यायालयप्रति एकदमै भरोसा छ तर न्यायालयलाई चाहिँ नि सरकारले आफ्नो अधिनिष्ठमा नराखोस् स्वच्छताको ढङ्गबाट न्यायाधीशहरू मान्ने न्यायाधीशहरू हुनुहुन्छ उहाँहरू कानुनको विद हुनुहुन्छ हामीभन्दा अझ धेरै विज्ञ हुनुहुन्छ कुन धारामा कुन क्राइमलाई अपराध मान्ने कुनलाई ठगी मान्ने कुनलाई सङ्गठित अपराध मान्ने भन्ने कुरा हामीभन्दा उहाँहरूलाई बढी जानकार भएको कारणले गर्दाखेरि तथ्य र प्रमाणको आधारमा राज्यले तपाईहरुमाथि प्रतिशोध साट्यो हामी माथि हैन यो
2 करोड नेपाली जनताको विश्वासमाथि भ्रम छर्ने खेती भइरहेको छ। तपाईँ आज पनि हेर्नुहोस्, म उमेरले 40 वर्ष पुग्दैछु, मेरो छोरा 18 वर्ष पुगिसक्यो, 12 क्लासको एक्जाम दिएर बसेको छ। उसले ब्याचलर यहाँ सकाओस् र यहीँ नै सरकारी सेवामा लाओस् मेरो इच्छा छ। तर मेरो छोरा आइलेट्स गर्न गइसक्यो, भनौँ न आइलेट्स टफेल, उसले बाहिर अध्ययनको सिलसिलामा त्यहाँ सेटल हुन्छु, यो नेपालमा केही पनि हुँदैन भन्ने खालको त्यो खालको वृत्तिसना भइसक्यो। अनि नयाँ पुस्ता जुन चाहिँ अब अलिकति चाहिँ शुद्धिकरण गर्नुपर्छ, युवा पुस्तालाई चाहिँ यही नै सेटलमेन्ट गर्नुपर्छ भन्ने जुन शक्ति आउँछ, जो बोले उसैको टाउकमा लौरो बजारेर हुन्छ, कानुन बजारेर हुन्छ, विभिन्न आरोपहरू लगाएर हुन्छ, निस्तेज पारिसके पछाडि अब पनि चुपो लाएर बस्यो भने त हामी त केही पनि होइन, भुल त सराप छन्। किनभने यहाँ भीमसेन थापाहरू मरेको कथा त यहाँ धेरै छ त। यसमा मिडियाको पनि यस्तो छ, अहिले बिहानदेखि बेलुकासम्म हामी सामाजिक सञ्जालमा एक्टिभ छौँ। ठ्याक्कै हेऱ्यो समाचार आउँछ नि, अनि आम जनसमुदायको भरोसा पनि सञ्चार जगतप्रति नै छ नि। सञ्चार जगतले यो सत्यलाई अगाडि क्वेसन मार्क राख्यो भने सत्य के हो भनेर बुझिन्छ, तर अगाडिको फ्रेजले के सन्दर्भ जोडिरहेको छ भन्ने कुराहरू त्यो आम जनमानसमा पुग्दैन नि। अस्ति भर्खर जीवी राईले मेल पठायो भनेर 2-4 मिडियाले पठाइदिनु भयो। आम जनमानसमा के हो, जीवी राईले मेल पठायो भन्ने भयो नि, तर त्यो फेक हो भन्ने कुरा त्यो दोस्रो समाचार चाहिँ त्यसले प्रभाव पार्दो रहेछ क्या। त्यही भएर मेन स्ट्रिम लाइनका जो मुख्य हेडलाइनहरू छ तिनीहरूले जस्तो तरिकाले चाहिँ नि सञ्चार दिन्छ नि, आम जनताले चाहिँ त्यही नै बुझिदिनु हुँदो रहेछ क्या। राजनीतिक प्रतिशोध साँधियो हामी माथि, राज्यले साँध्यो भनेर भन्नु, तपाईँहरू 2-3 वर्ष भयो उदय भएको एउटा गौरवशाली इतिहास त तपाईँहरू रच्नुभयो 21 सीट जितेर होइन 6-7 महिनामै। तर यत्रो ठुलो दल दुईटियाको सरकार छ, काङ्ग्रेस र एमाले राज्यमा मिलेका छन्, तपाईँ जस्ता झिना मसिना साना ठुला दलको कुनै आवश्यकता उनीहरूलाई पर्दैन। एउटा रवि लामिछानेमाथि प्रतिशोध सान्नुपर्ने राज्यलाई के बाध्यता आइलाग्यो? बाध्यता भन्दा पनि उनीहरूलाई एउटा डर पनि हो। किन भन्दाखेरि वर्षौँदेखि तपाईँले जुन विरासतमा शिर उठाइरहनु भएको छ, हिजो सिधा नेपाली जनताले अथवा आम सञ्चारले बुझ्ने भाषामा हिजो जेलनेल भोगेर ढुङ्गा हानेर सङ्गठन र विभिन्न आन्दोलन गरेर एउटा साखमा पुगेको दल, अहिले जुन सत्तासीन दलहरू छन् उनीहरूको इतिहास अलि लामो छ नि त, लगभग 35-40 वर्षको होला। राष्ट्रिय स्वतन्त्र पार्टी र रवि लामिछानेको राजनीतिक जीवन भनेको 3 वर्षको छ हो। यो सानो पिरियडमा यति थियो हाइपमा देशको उपप्रधान सहितको गृह मन्त्री सहितको 4वटा मन्त्री सहितको सरकारमा प्रवेश हुनु, जान साथै विभिन्न फाइलहरूलाई तयार बनाउनु, एक्सनको लागि अगाडि जानुभन्दा अगाडि सरकार ढल्नु, यो सबै विषयवस्तुले के देखाउँछ भने हामी काम गर्ने जो घुटुटी भएको छ, काम गर्नलाई सबै संयन्त्रले रोक्ला, तर हामीले नोट त लेखिरहेका छौँ, हामीले फाइल त तयार बनाएका छौँ नि। त्यो अवधिमा जति पनि यो 46 सालदेखि पछाडिको घोटाला प्रकरणहरू छ त्यो विषयमा रवि लामिछाने लगायत राष्ट्रिय स्वतन्त्र पार्टीको होल टिमले त्यहाँ भित्र चाहिँ के भएको रहेछ, को मुछेको रहेछ, त्यो फाइलभित्र को ठुला नेताहरू दलहरू पर्न सक्नेछन्, त्यो सबै आन्द्राभुडी उहाँहरूको फाइलमा पर्यो। मजाले सिधा भन्न सकिन्छ, नत्र अन्य के रिजन हुनसक्छ। रवि लामिछानेलाई एउटा व्यक्तिलाई सकाएर अथवा राष्ट्रिय स्वतन्त्र पार्टीलाई सकाएर फाइदा के त? यहाँ त नेपाली जनताको आशा जोडिएको छ होइन त। ल दल आउँछ मासियो अरे, मानिल्यो मासियो। हिजो मदन भण्डारी मार्दाखेरि एउटा प्रमाण जुटाउन नसक्ने नालायक सरकार र टिम छ, आज तिनै मदन भण्डारीको नाममा विभिन्न इन्स्टिच्युटहरू विभिन्न अर्बौँको चाहिँ नि लगानी भएका चाहिँ पूर्वाधारहरू बनिरहँदाखेरि मदन भण्डारीको निस्किँदैन। त्यतिखेर सङ्कट त अभियसली हुन्छ नि, हुँदैन र? हामीले बुझेको साधारण अर्थमा अब हामी राम्रो काम गर्छौँ, डेलिभरी दिन्छौँ, सुशासन दिन्छौँ, स्थिरता दिन्छौँ, त्यसपछि यसको अस्तित्व आफै समाप्त हुन्छ भनेर। अनि त्यो त हाम्रो सभापतिले सदनमा पनि भने होइन, सुध्रेर आउनुहोस्, राम्रो बनाउनुहोस्, अर्को वर्ष त हामी आफै पार्टीलाई विघटन गरेर जान्छौँ। यति राम्रो दल स्थापित दलले नै राम्रो काम गरेर किन नयाँ दल आउनु पर्यो? हामीलाई राजनीतिमा आउनलाई दल चाहिँ आफ्नो पेसा गरेर बस्छौँ नि त होइन। आज म मेरो काम छोडेर आएँ, के को लागि आएँ भने मेरो लागि होइन, म त 20-25 वर्ष जस्तो नै त्याग्छु ल। जस्तो तरिकाले सोसाइटी चलाएको छ, जस्तो तरिकाले कन्ट्री चलाएको छ, म बाँचौँला। तर मभन्दा पछाडिको मेरो नाति पुस्ताले के आधारले हेर्ने? त्यसो भए तपाईँहरूलाई ठुला दलहरू सुध्रेनन्, तपाईँहरूलाई फोर्सफुल्ली तपाईँहरूलाई सिद्धाउने बाटोमा दलहरू लागे। सिद्धाउने वातावरण पनि उनीहरूले नै बनाए र यो राजनीतिमा छिर्ने वातावरण पनि उनीहरूलाई नै बनाए भन्छु म चाहिँ। किन भन्दाखेरि राजनीतिमा उनीहरूले राम्रो गरिदिएको भए आम नेपाली जनता र नयाँ दलहरूको उत्पत्ति हुने थिएन। ठुला दलले राज्यले यति साह्रो लागेपछि त्यहाँबाट अस्तित्व सर्भाइभ हुन्छ नि, अस्तित्व रक्षा गर्न तपाईँ सक्नुहुन्छ?
पार्टीको अस्तित्व जोगाउन सक्नुहुन्छ अब पार्टी सभापति बिना तपाईँ? यस्तो पार्टी सभापतिको अस्तित्व रक्षाको महत्त्वपूर्ण विषय त हो यतिखेर, किनभने जुन दलको जुन एउटा ब्रान्ड भनौँ न, अब राष्ट्रिय स्वतन्त्र पार्टीको ब्रान्ड रवि लामिछाने हाम्रो सभापतिजी हुनुहुन्थ्यो, उहाँको रक्षाको लागि त अभियसली नै सारा कार्यकर्तादेखि लिएर शुभचिन्तकहरू लाग्नु नै हुन्छ। राजनीति समाप्त भएसँगै रविलाई हिरासतमा लगेर अथवा जुन किसिमको ट्याग लगाएर लैने त्यो सँगै अब राष्ट्रिय स्वतन्त्र पार्टीको अस्तित्व पनि समाप्त हुन्छ। अब राष्ट्रिय स्वतन्त्र पार्टीमा लागेका सबै नेता कार्यकर्ताहरू सबै अब राणा भिनाका मौरी जस्तो भयो भनेर भन्छ मान्छे। त्यो आकलन गर्न सकिन्छ, अभियसली त्यो प्रश्न उठ्ला। तर एक रविले अहिले केही नभए पनि 1 लाख रवि उत्पादन गरिसक्नु भएको छ। म पनि एउटा मेरो एरियाको रवि हो होइन, समाप्त कदापि हुँदैन। व्यक्ति सकिएर अथवा एउटा मिसन सकिएर त्यो उद्देश्य सखाप हुँदैन नि। उहाँले निकाल्नु भएको अभियान 20औं वर्ष चल्छ। अब यदि उहाँ मारिनु नै भयो होला, मानिलियो मारिनु होला, सकिनु होला, राजनीतिक निस्तेज भयो, रवि लामिछाने जेलमै जानुभयो होला, ल विभिन्न सरकारले हदगण्डी गरेर उहाँलाई सखाबै पार्नुभयो होला, तर त्यो मनमा जुन खालको इख रहिरहन्छ नि। तपाईँकै पार्टीका नेताहरू पदको लागि लड्लान्, सभापति को बन्ने भन्ने, उपसभापति को बन्ने भन्ने विषयमा लड्लान्, त्यसले एउटा पार्टीमा अस्तित्वको खतरा चिन्ह पैदा गर्न कसरी मिलाएर जानुहुन्छ भनेको तपाईँकोमा सिस्टम बनेको छैन, महाधिवेशन गर्न सक्नु भएको छैन, अहिलेसम्म गर्ने तयारीमा हुनुहुन्छ। ती सबै प्रक्रियाहरू उपलब्ध भयो भने त पार्टी सिद्धिएन। यस्तो छ, अब त्यो चाहिँ नि कस्तो छ भने रवि लामिछाने सहित सिङ्गो टिप्ने सक्षम र क्षमतावान नेतृत्वले बनेको राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय टिम छ। उहाँहरू पनि अलिकति केही हदसम्म विचलित त सबैजना हुनुहुन्छ, किनभने के होला कसो होला भन्ने अन्यलता त रहन्छ, तर पनि उहाँहरू सक्षम हुनुहुन्छ। हाम्रो नेतृत्वपट्टि विश्वास छ। रहेको कुरा सभापतिको कुराहरू, अधिवेशनका कुराहरू, यो आम उपनिर्वाचनका कुराहरू, यो सबै हुनुपर्ने रुटिनका कुराहरू हुन्छ नै, छलफल भइराखेको छ। हाम्रो 2टा उपसभापति मध्ये एकजनाले आन्दोलनको नेतृत्व लिनुहुन्छ, अर्कोले राजनीतिक चाहिने समीकरणको कुराहरू, वार्ताका कुराहरूको नेतृत्व लिनुहुन्छ। त्यस्तै विभिन्न जिम्मेवारी लिएका हाम्रा नेतृत्वहरू हुन्छ। उहाँहरू क्षमतावान हुनुहुन्छ। रवि केही फरक पर्दैन। उहाँको लेगेसीमा उहाँले जुन किसिमको सिद्धान्त र लेगेसी अपनाउनु भएको छ, उहाँको गैर हाजिरमा पनि रासोपा रवि दाई सँगै छन् भन्ने हिसाबले नै स्वस्फूर्त रूपमा अगाडि बढ्छ। थ्याङ्क यू, धन्यवाद।